यता यता के छ यता जनावरहरू हो यता जनावर हेर्न मुसा ए मुसा छ यहाँ गिनी मुसा मुसा बच्चा पनि रहेछ है मुसाको बच्चा रहेछ खरायो कहाँ खरायो यता खरायो 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 रहेछ खै त खरायो कताको खरायो 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 खै कता गाई छ के हो नील गाई हो यो चित्तल चित्तल हँ ए केही छैन सुक्खा नील गाई केही छैन बिचरा कति सुक्खा रे पानी खैर पानी दिनु होला नि खाने लागि पानी राखिदिन्छन् होला ल आइज ए बार रहेछ आइज आ ओइ कोही छैन आज त मान्छे त वनवाटिकाको चिडियाघर गिद्ध के हो यो गिद्ध के हो र पुग्यो गिद्ध गिद्ध हो कि चिलो के हो यो गिद्ध हो गिद्ध हो यहाँ के छ ए माथि बाघ हो क्या बाघ ए माथि सुतेछ बाघ त है सानो रहेछ चितुवा के चितुवा बाघ होइन चितुवा रहेछ सानो रहेछ तर सुतेछ माथि देखिँदैन मस्त सुतेछ ऊ त ए यहाँ अर्को बाघ पनि रहेछ नि त ठुलो है ओ माई गड सबै सुत्नु भएको छ बाघहरू सुतेछ देखिँदैन सुतिरहेछन् यिनीहरू यहाँ के छ मृग हो कि मृग ए यहाँ त मृग रहेछ खै देखिन गाह्रो यहाँ मृग रहेछ रतुवा मृग चिडियाघरभित्र रहेका कुनै पनि जीव जन्तु तथा पशु पन्छीलाई छुने चलाउने जिस्काउने कार्य नगर्नु होला के हो यो मृग रहेछ यहाँ पनि यता के छ यता त खाली रहेछ त ए माथि बिरालो सुत्या रहेछ ओ माई गड अस्ट्रिच रहेछ नि त यहाँ त ओ माई कति ठुलो अस्ट्रिच रहेछ ओहो नि दामी रहेछ त अस्ट्रिच त अहो कति ठुलो है 2000 रुपियाँ किलो पर्छ नि मासु बाबा एउटा मात्रै हो तीनटा छ ए उता पनि त रहेछ नि दुईटा है ओहो दामी रहेछ ल के हो यो अर्कै हो यो बच्चा यो के हो फेरि यो पनि त्यही हो इमु भन्ने अस्ट्रिचै हो ए यो अस्ट्रिच हो अर्कै खाले नील गाई बल्ल यहाँ के गाई हो नील गाई उता पनि थियो होइन र नील गाई यो अर्कै हो नि रतुवा हो उताको ए यो अर्कै हो फेरि ए बाटो देखिन्छ यता भएको के हो त फेरि यही हो कि बच्चा सबै एउटै हो बच्चा हो क्या एउटै हो यताको बच्चा हो यो अगाडि यहाँ ऊ यो बच्चा हो उतापट्टिको के हो त्यो त्यही हो नील गाई नै हो हो र त्यो त
त्यो त अर्कै खालको छ नि त फेरि त्यही हो कि बच्चा हो त्यो उतापट्टिको पनि होला होला अब के हो त्यो त्यही निली गाई हो कि त्यो पनि गाई नै जस्तो छ तर अर्कै अर्कै जस्तो गाई रहेछ कि है ल आजलाई यति नै ल सबै साथीहरू देख्नुभयो होला